हेलो एभ्रिवान, यो सानो मेरो मिनी ब्लग है। म आज दिउँसभरि के गर्छु भन्छु। यो इपोक्सी काम गर्न अरू मान्छेले एकदम सजिलो छ भन्नुहुन्छ, तर कतिको गाह्रो छ, कतिको के छ भनेर म देखाउँछु हजुरलाई। मेरो त रुम त हमेसा भद्र गोल भएर बस्छ है। यो मेरो यहाँ काम गर्ने ठाउँ हो। म ब्याक भएर हजुरलाई देखाउँछु अहिले यो मेरो काम गर्ने ठाउँ पनि है। यस्तो छ हालत काम गर्ने ठाउँमा। आज अलिकति राम्रो बनेर चिचिके बनेर जान आँटेको, त्यही भएर हो, न त सधैँ यस्तो हुँदैन मेरो कपालहरू पनि। अनि यहाँ पनि देखाउँछु म हजुरलाई। यहाँ सामानहरू पुरै भद्र गोल छ। अहिले म हजुरलाई देखाउँछु। यहाँ आज हेरौँ है त मेरो कामहरू, अनि कस्तो के काम गर्छु, कति गाह्रो हुन्छ भनेर हजुर देखाउँछु। आज त्यस्तो गाह्रो त देखाउँदैन म, नर्मली कसको सामानहरू ल्याएको छु, के ल्याएको छु भनेर हजुरलाई म देखाउँछु। ओके, आज अब यहीँबाट काम हुन्छ, स्टार्ट हुन्छ मेरो आजको कामहरू। हेर्नु न कस्तो राम्रो छ कि, यो यति राम्रो छ कि कुरै छोड्दिनँ। आज अब यो एउटा माला भइहाल्यो, अनि फेरि यो अब एउटा माला निकाल्दैछु। एउटा म्यामले के भन्नुभयो भनेपछि म सबै हजुरलाई पठाइदिन्छु, र जुन राम्रो लाग्छ त्यही राखिदिनु भन्नुभएको। यो 12 इन्चको लागि यो चाहिँ अर्डर, एउटै मान्छेको यो चाहिँ सबै एउटै म्यामको माला। यो जति पनि अहिले खुलिरहेको छु नि, यो सबै एउटै म्यामको मालाहरू चाहिँ। म फेरि यसो ब्लग हेर्दै काम गर्दै गर्छु कि हेर्नु कस्तो भइसकेको छ यो माला। हो माइ गड। यो फेरि अर्को म्यामको यो पनि आज मैले यति धेरै तलमाथि, तल 4 तला माथि बस्ने भएर होला, तलमाथि गर्दा गर्दा थाकिसकेँ म, एकदम थाकिसकेँ। यहाँको पनि राम्रो छ, राम्रो भन्छ यो। मलाई फेरि फोन अर्जेन्ट आएर तल आइसकेछु, तल आउनु न म्याम भन्नुभयो। एउटा भाइ हुनुहुन्थ्यो, अनि भाइको दिदीले सायद कसले पठाइदिनु भयो होला, लिन आएँ म तल। यस्तै खुल्लै ल्याउनु भएको थियो। हेर्नु, म यति माथि टपमा बस्छु, यही बिल्डिङको टपमा बस्छु। अब आएँ, अब धेरै थाकिसकेँ आज म। अब यो आजको लागि यति छोड्छु, भतार बुतुङ भयो भने अब अर्को भिडियोमा देखाउँछु हजुरलाई मैले अरू अर्डरहरू। ओके, बाई बाई, आजको लागि यति।